मट्टी को कसम सिरों पर तीन चूल्हों तीर्थ धाम मट्टी को कसम सिरों पर तीन चूल्हों तीर्थ धाम हर बखत दैनो भएर हुन् सुन्नीमा पारुहाङ गीत गाउँदाखेरि मान्छेहरू शरीरमा काँडा हुन्थ्यो यो गीत सुनेपछि भनेर धुरु धुरु रुने मान्छेहरू हामीले भेटेका छौँ। त्यतिखेरमा अब हामीलाई अलिकति अब उ लाग्यो हाम्रो बारेमा पनि गीतहरू गाउँ, हाम्रो सुन्नीमा पारुहाङको बारेमा गीत गाउँ भनेर त्यतिखेर हाम्रो भूपाल राईजीसँग मेरो भेट भयो। अनि उहाँहरूसँग सल्लाह भएर मैले चाहिँ र उहाँ गीत लेख्नुहोस् अनि म गीत हामी सङ्गीत गरौँ गाउँ भनेर त्यो एउटा संयोगले गीत बनेको सुन्नीमा पारुहाङ मट्टीको कसम सिरों पर भन्ने चाहिँ यो नै अब सुन्नीमा पारुहाङ अहिले त तपाईको यस्तो भयो नि सुन्नीमा पारुहाङ भन्ने त संसारमा चर्चा आयो हैन। सुन्नीमा भन्ने शब्द मैले बनाएको होइन, भोपालजीले बनाएको होइन, पारुहाङ बनाएको थियो, तर त्यो शब्दलाई हामीले अलि व्यापक इलाबोरेट गरौँ किनभने गीत सङ्गीतको माध्यमबाट व्यापक गऱ्यौँ नि हैन। त्योभन्दा अगाडि सुन्नीमा पारुहाङको बारेमा गीत पनि बन्दैन, त्यो गीत पनि थिएन। कहीँ कतै मुन्दनको बारेमा गीत पनि बन्दैन, त्यो गीत पनि थिएन। हामीले त्यसरी त्यो गीत बनाएको हो, बन्यो, सबैले मन पराउनु हो। यहाँ कसैलाई चाहिँ नि खोचिएको छैन, कसैलाई बेचिएको छैन। सामान्य सरल भाषामा सरल तरिकाले गाइएको छ। आफ्नो हैन हाम्रो एन्सेस्टर भनौँ, अब हामीले आस्था गरेको सुन्नीमा पारुहाङ प्रति श्रद्धाभाव व्यक्त गरेको छौँ। र यो गीतले धेरै ठाउँमा पुनर्जागरण रेनेसा भन्दा पनि हुन्छ, तर मैले भन्दाखेरि अलिक असजिलो हुन सक्छ। तर यसले चाहिँ सबै ठाउँमा जागरण उठेको छ। त्यतिखेर हामीले पहिला गीतहरू गाउँदा हजुर यो गीतहरू सभागृहतिर हो, एकाडेमीतिर गायौँ हामीले। मैले सङ्गीत गरेँ, हाम्रो भूपाल राईले लेख्नुभयो। अनि गाउने भाइ बहिनी थुप्रै, त्यो रेकर्ड थिएन त्यतिखेर। एउटा त्यतिकै हार्मोनियम बजाएर अनि बाजा गाजा बजाएर ओपन हाम्रो कार्यक्रमतिर हामीले गऱ्यौँ। गर्दाखेरि गाउने भाइ बहिनी थुप्रै छ। हाम्रो पार्वती, सरला, रूपकुमार, भीषण, कन्काई होइन, आभा, अब सबैको नाम त म ठ्याक्कै फेरि बिर्सिन्छु। फेरि भाइ बहिनीहरूले फेरि दाजुले नाम पनि हाम्रो छुट्याउनु हो भन्नु होला होइन। कला होइन थुप्रै छ। अब यस्तो नाम त होइन। अब शिवसङ्गम भाइहरू होइन, अब हार्मोनी पछाडि बोक्नु लगाएर समात्नु लगाएर मेरो स्कुटरमा हार्मोनी चेप्नु लगाएर धेरैले हामी गीतहरू गायौँ। त्यतिखेर गीत गाउँदाखेरि हाम्रो बारेमा पनि गीत बन्दो रहेछ भनेर मान्छेहरू कति रोएका थिए। हजुर हो, हाम्रो बारेमा पनि गीत त बन्दो रहेछ, त गीत हुँदो रहेछ, शब्द बन्दो रहेछ, सङ्गीत बन्दो रहेछ, गाउनु मिल्दो रहेछ, लयमा तालमा ढाल्नु मिल्दो रहेछ भनेर गाउनु भएको। तर त्यो कुराहरू सम्झ्यो भने अलिक नस्टाल्जिक हुन्छ म निकै। त्यसले कस्तो कस्तो लाग्छ। त्यो जमाना पनि थियो, धेरै भयो होला, 30-35 वर्ष भयो कि हिसाब गर्दाखेरि त। त्यसले गर्दाखेरि त्यो गीत सम्झिएको, त्यो गीतको अहिले भिजुअल हेर्नुभयो भने पुरानो एकदमै सामान्य क्यामेरा, अहिले यस्तो क्यामेराहरू हामीसँग थिएन। डिबी क्याममा चाहिँ नै त्यो गरेको, डिबीबाट चाहिँ रेकर्ड गरेर हामीले ठाउँ ठाउँ गएर चाहिँ हामीले 19-20-25 दिन त्यतिखेर हाम्रो जनक भाइ, भूपेन्द्र भाइ, कपिल, हामी क्यामेराम्यान, हामी गएर चाहिँ नि हामी डुल्यौँ धेरै। 20-25 दिन नै डुल्यौँ होला।
डुलेर चाहिँ 4-5 जना जनक भाइ, भूपेन्द्र भाइ, कपिल भाइ, क्यामेराम्यान म सबै ठाउँमा डुलेर गरेको त्यो गीतहरू सुनेपछि मान्छेहरू धेरै अझ उत्साहित भयो, जागृत भयो, जागरण आयो। र अहिले त्यसको परिणाम त त्यस्तै गीतहरूको परिणामले गर्दाखेरि अहिले त्वाचुनमा हाम्रो तयामाखी आमाको शालिग स्ट्याचुहरू निर्माण भयो होइन। अहिले धरानमा सुम्निमा पारुङको शालिग बन्दैछ। सायद त्यो गीतहरू नबनेको थियो भने थाहा हुन्थेन मान्छेलाई, थाहा हुँदैन थियो होला। मैले हुँदैन थियो भन्यो भने त ठुलो कुरो गरेले भन्छ फेरि, त्यो त भन्नु पाउनुहुन्छ। तर केही न केही बिउजाको छ त्यो गीतहरू बनेको थिएन भने त मैले भन्दैछु सभागिरीमा गीत गाउँदाखेरि मान्छेहरू शरीरमा काँडा हुन्थ्यो यो गीत सुनेपछि भनेर धुरु रुने मान्छेहरू हामीले भेटेका छौँ नि त। मट्टीको कसम सिरो पर तिनचुलो तीर्थधाम, मट्टीको कसम सिरो पर तिनचुलो तीर्थधाम, हर बखत दैनो भइरहन् सुन्नीमा पारुहाङको, आकाश जस्तै अनन्त पारुहाङ पुजेको, बाँचुन्जेल हामी मूलबासी तिनैका दर्शन तन, हर बखत दैनो भइरहन् सुम्नीमा पारुहाङ, सुम्नीमा पारुहाङ।